चिठी लगेर मान्छेले फालिदिनु पर्ला क्या तल बसेको सुइँ फालिदिनु भएर पुग्छ ओ म यहाँ अब कुलमा पनि पानी खानु पऱ्यो मलाई टेन्सन नलाग्यो कस्तो लाग्यो त नि कस्तो लाग्यो मलाई सोसिया दिएर पहिलामा गयो होइन फर्स्ट टाइम हो फर्स्ट टाइम हो कुन कुन नाम उठाउने हेरेर अब विदेश त भनिन्छ अब कुलमा पनि पानी खानु पऱ्यो मलाई टेन्सन नलाग्यो नपरो माथिबाट बाई बाई भन्नुहोस् क्या उता हाम्रो हात पनि जान्छ क्याब प्लेन माथिबाट हेर्नुहोस् चिठी लगेर मान्छेले फालिदिनु पर्ला क्या तल बसेको सुइँ फालिदिनु भएर पुग्छ ओ म यहाँ फालिदिनु पर्ला अब 7 दिन बजी यहाँ चार्ज उताखेरि माथि गरेर हेर्नुहोस् है ओ एउटा गीत आइदियो नि त गीत आइदियो हो अब तपाईँले गीत आएको गीत सुन्न नि 2 वर्ष त कुर्नुपर्छ टिआर आउन टिआरसी त्यस्तै छ मान्छे कतिजना नेपाली विदेश जाने हो यो त रित्तिन्छ त अब यसो त्यहाँ सबै राता जाति कोरिया राता टोपी लागा अनि अरू सबै जापानको लास्टै भिजा म कहाँ त फेरि त अब फेरि त्यहाँ एयर होस्टेज हुन्छ नि जिस्काउदाखेरि डिस्काउन्ट गीत आइदिएला सुरु मादल लिएर आउनु भन्छ मादल चक्कर आएर युरोप आउँदाखेरि ट्याक्क पिआर कार्ड बसाल्न पाइएछ होइन त्यसपछि बल्ल चिल हुन्छ पिआर झ्याप्प बसाल्नु
है